बगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण शक्तिपीठ मानिन्छ। पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी मन्दिर कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ। बृहस्पतिको स्वामी भएको हुनाले बृहस्पतिको ग्रह पीडा पाउने उद्देश्यले बगलामुखीको दर्शन बिहिबार गर्ने गरिन्छ। बिहिबार विशेष भिड हुने बगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। बगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णुले सौराष्ट्र देशको हरिद्रा भन्ने तालमा मङ्गलबारको चतुर्दशीका दिन आराधना गर्दा मध्यरातमा देवी बगलामुखीको उत्पत्ति भएको शास्त्रमा उल्लेख गरिएको छ। बगलामुखीलाई ब्रह्मास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बगलामुखीको आराधनाबाट छिट्टै फल प्राप्त हुने विश्वास रहेको पाइन्छ। बगलामुखी माता दक्षिण दिशातर्फ विराजमान हुनुहुन्छ। तन्त्र साधन गर्ने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कलियुगमा विशेष बगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख गरिएको छ। देवीको उपासना गर्दा पहेँलो फूल, पहेँलो कपडा, पहेँलो चन्दन, सुन, जौ आदिको प्रयोग गरिन्छ।